हेलो प्रज्वलजी बोल्नुभयो। हजुर सर। मैले तपाईँको दुबई रियल इस्टेटको टिकटकमा भिडियो देखेको थिएँ, इन्भेस्टमेन्ट सम्बन्धी। मलाई बुझ्न मन लागेर फोन गरेको। ए हुन्छ हजुर, तपाईँले कुन चाहिँ भिडियो हेर्नुभयो होला हजुर? किनभने मेरोमा धेरै भिडियोहरू छ। अब भिडियो त तपाईँको 3 करोडदेखि 70 करोडसम्मको छ, तर मलाई चाहिँ लेट्स से मैले 3-4 करोड लगानी गर्यो भने मलाई कति प्रफिट हुन्छ त्यो एकपल्ट एक्सप्लेन गरिदिनु प्लिज। ए हुन्छ हजुर, मसँग छ अहिले युए को तपाईँको फास्टेस्ट डेभलपरबाट एउटा नयाँ प्रोजेक्ट आएको छ। त्यो चाहिँ मजान भन्ने छ, प्राइम लोकेसन, एकदमै लोकेसन पनि एकदमै राम्रो छ। त्यहाँ एउटा प्रोजेक्ट आएको छ, त्यहाँ अहिले तपाईँले 1 बेडरुम तपाईँले 1 मिलियन दिरहममा पाउनुहुन्छ है। ओके, सो मैले 1 मिलियन तिर्यो भने मलाई चाहिँ फाइदा कति हुन्छ? तपाईँको यस्तो हजुर, तपाईँको 1 मिलियनको तपाईँले अहिले इन्भेस्ट गर्नुभयो भने त्यहाँको तपाईँको अहिले रेन्टल भनेको तपाईँको 8 to 10% अहिले तपाईँको चलिरहेको छ। त्यहाँ तपाईँले इयरली तपाईँले नेपाली 35 लाख मजाले कमाउन सक्नुहुन्छ अहिले तपाईँले इन्भेस्ट गर्नुभयो भने। ओके, सो मैले 1 मिलियन दिनुपर्छ एकैचोटि दिनु पर्दैन हजुर। यसको चाहिँ पेमेन्ट प्लान कस्तो छ भनेपछि तपाईँको 50-50 पेमेन्ट प्लान हो। फर्स्टमा तपाईँले दिनुपर्ने भनेको तपाईँको 20% भयो। 20% पे गरेपछि 4% चाहिँ तपाईँले डिएलडी चार्ज पे गर्नुपर्छ। यो चाहिँ विदिन 2 मन्थ्स भित्रमा तपाईँले यो पे गरिसकेपछि अनि त्यसपछि एभ्री मन्थ तपाईँले 1 बेडको लागि चाहिँ तपाईँको 2625 दिरहम एभ्री मन्थ पे गर्ने। त्यसपछि बिचमा चाहिँ तपाईँको बुलेट पे आउँछ, तपाईँको ठुलो अमाउन्ट पे गर्नुपर्ने हुन्छ। फेरि एभ्री मन्थ तपाईँको यसरी नै तपाईँको पेमेन्ट चाहिँ यसरी नै छ तपाईँको। यो चाहिँ कति वर्षसम्ममा तिर्नुपर्ने हो? तपाईँको यस्तो हजुर, तपाईँको 50-50 पेमेन्ट प्लान हो। 50% चाहिँ तपाईँले ड्युरिङ कन्स्ट्रक्सन तिर्ने हो र बाँकीको 50% चाहिँ तपाईँको कन्स्ट्रक्सन सकिसकेपछि ह्यान्डओभरको टाइममा तपाईँले दिने हो। त्यो 50% चाहिँ तपाईँले मोर्गेज पनि गर्न सक्नुहुन्छ। ओके ल, ठिक छ। अनि म त्यही आएर लगानी गर्नुपर्छ कि मैले बाहिरबाट इन्भेस्ट गर्न सक्छु? छैन, तपाईँ यहाँ आउनै पर्छ भन्ने छैन। मेरो धेरै जस्तो सब क्लाइन्टहरू बाहिर नै हुनुहुन्छ। तपाईँको मेन चाहिने भने पासपोर्ट कपीहरू, तपाईँको फोन नम्बर, इमेल एड्रेस, तपाईँ अहिले कहाँ बसिराख्नु भएको छ त्यहाँको एड्रेसहरू चाहिन्छ, त्यति भए पुग्छ। तपाईँ आइराख्नुपर्छ भन्ने छैन। ओके, ठिक छ। म एकखेर मलाई पठाइदिनुहोस् तपाईँको फुल डिटेल्स, अनि म एकखेर हेर्छु, रिभ्यू गर्छु, अनि म तपाईँलाई कन्ट्याक्ट गर्छु फेरि है त। हुन्छ हजुर, म तपाईँको वाट्सएपमा त्यो प्रोजेक्टको सबै फुल डिटेल, तपाईँको ब्रोसरहरू सबै पठाइदिन्छु, पेमेन्ट प्लानहरू पनि सबै पठाइदिन्छु। एकचोटि हेर्नुहोस् अनि तपाईँलाई केही डाउट लाग्यो भने यु क्यान जस्ट कल मी अर मेसेज मी एनी टाइम। ओके ब्रदरजी, थ्याङ्क यू सो मच। थ्याङ्क यू फर द You're most welcome.